गुड मर्निङ साथीहरू हजुर सन्जना आजको साथमा आज न्यू डेमा न्यू ब्लग लिएर उपस्थित भइसक्यो आज हजुर सन्जना मन यहाँ सन्चै थियो सबै ह्याप्पी दीपावली साथीहरू हामी चाहिँ कतिको लाग्यो हजुरलाई दीपावली साथीहरू आज चाहिँ अलिक कम भए अनि हामी चाहिँ यता काम थियो धानहरू थन्काउँदाखेरि धानहरू थन्काउँदा ठिक्क भए साथीहरू हिजो अस्तितिर धान थन्कायो अनि आज यो राजमा रोप्ने अनि त्यस कारणले म जाँदैछु कुटो लिन भाइ हाम्रो घर दुईवटा मात्रै कुटो छ कि अनि कुटो एउटा नपुग्नेमा किनकि त्यसमा म रोप्छु नि त हो त्यो कारणले एउटा कुटो लिन म जाँदैछु भाउजूको घर अनि भाउजू घर जाँदैछु साथीहरू अलि पछि आउँदाखेरि भेट्छु ल अनि अर्को कुरो के भन्छ अरे मैले भ्लग चाहिँ बनाएन साथीहरू किनभने म सन्चो थिएन नि त अनि यताउता गर्दाखेरिको अलिअलि भ्लग चाहिँ मैले बनाएँ तर धान काटेको भ्लग चाहिँ मैले अलिकति बनाएको साथीहरू त्यसलाई मैले पुरा कम्प्लिट गर्न पाएको थिइनँ कि अनि त्यही कारणले म यसमा हाल्दिछु साथीहरू म वहाँ पुगेर कुटो लिएर आउँछु तपाईँले यो भ्लग हेरिसक्नु होला साथीहरू मर्निङ साथीहरू हजुर सन्जना आजको साथमा आजको न्यू डेमा न्यू भ्लग लिएर उपस्थित भइसक्यो आज छ हजुर सन्चै हुनुहुन्छ मैले चाहिँ बिहान स्टार्ट गर्न सकिनँ किनभने मलाई अल्छी लाग्यो त्यही भएर मैले स्टार्ट गरिनँ त्यही भएर अहिले स्टार्ट गरिसकेको साथीहरू त्यही नै आधी बाटो आधीमा पुगेपछि मैले स्टार्ट गरेको हजुर आधीमा पुगेपछि स्टार्ट गरिराख्नु साथीहरू हेर नबिर्सिनु होला लाइक पनि गर्न नबिर्सिनु साथीहरू छैन है अहिले छैन तपाईँले हेर्नु भएन अहिले मेरो भ्लग लास्टै भ्युज कम्ती भइसक्यो कता कति मुसु हाँस्या यो मुसु हाँसे धेरै भयो साथीहरू धेरै गफ नगरौँ अब काटौँ न त खुरुखुरु म भ्लग बनाइदिन्छु छैन साथीहरू यति मात्रै बाँकी त्यही भएर बनाउनु थालिहालेको सो साथीहरू भ्याइयो दिल गार्डन भयो के भन्छ चाँडै भ्याइएकोमा हिजो अलिकति काटेको थिएँ कि 1 कठा जति त्यही भएर चाँडै भ्याइयो बल्ल शान्ति भयो साथीहरू धान काटेर अब घरको बारी रह्यो त्यसरी चाहिँ मिसिन हाल्ने भनेको के हुन्छ साथीहरू काट्नु नपऱ्यो हुन्थ्यो मिसिनले काट्दै हुन्थ्यो भनेको अब के हुन्छ साथीहरू 9:18 पोहोरको होइन अस्तिको त चैतको काट्दाखेरि साथीहरू त्यतिखेरको घाम र त्यतिखेरको साह्रो धान काट्दाखेरि हेराम छोड्नु के उकाल्नु भएको थियो कि 10 बजे 11 बजीसम्म पनि नभ्याएको त्यतिखेर जस्तो त ओ माई गड सास फुत्केला जस्तो भएको तर आज सजिलैसँग भ्यायो मलाई खुसी लाग्यो घाम थिएन नि त अहिलेको त्यही भएर हेर्नु त कसरी काट्यो होला यहाँ त हामी चाहिँ यो मिसिनले काट्ने भएर छेउछेउ काट्दै हिँडेको गर्मीले मऱ्यो के साह्रो घाम चर्केको हेर त कालो न काला घामले मऱ्यो के अहिलेसम्म नि घाम लाग्ने भने सो साथीहरू गर्मीले मऱ्यो हो के उयो घाम चर्केको हो कति 4-5 बजिसक्यो 4 बजिसक्यो 5 त बज्यो 3 कति बज्यो हो यस्तो घाम छ साथीहरू ओ माई गड पुरा पासेर हेर्नु न पुरा उता लाएर आउनु पर्ने रहेछ त्यही माथि जुका हो यस्तो घाम चर्किरहेको त्यही त जुकालाई पोले छैन र आमामा अब मैले त अहिलेसम्म चर्के छैन कहिले भ्याउने हो काटेर अझै माथिल्लो गर देखा न हो मलाई मात्रै देखाएको माथिल्लो गर अझै बाँकी छ कुना खान र तल्लो गर बाँकी छ के भन्छ अरे यो लाइन बाँकी छ अझै यो लाइन त्यो लाइन कहिले भ्याउँछ हो कहिले भ्याउने हो थाहा छैन उफ मरिसक्यो गर्मीले पासेर अझै उठाउन हो हेर यताको त कहिले काट्नु भएर चाहिँ सुकेर यस्तो भइसकेको छ परालै हाम्रो 3-4 दिन लाग्छ होला साथीहरू सुक्नलाई अरू भन्दा नि के भन्छ अरे शीतलो भयो त सजिलो हुन्छ काट्नलाई हिजो बेलुकातिर शीतलो भएको थियो यो अहिले कस्तो घाम चर्केको के शीतलो भयो त हुन्थ्यो नि यस्तो गर्मी त हुन्थेन काटेर चाहिँ भ्याइयो साथीहरू अब घरको ह यार घरको थुप्रो ह अहिले त सक्दैन होला है त घरको त भोलि चाहिँ बरु काटौँ न त्यहाँको घामले मऱ्यो हौ सो साथीहरू गर्मी भयो कि त्यहाँ रोप्दा आधी रोपिसक्यो आधी के को आधी हुन्थ्यो अलिकति रोप्यो अनि त्यो गर्मी भयो यहाँ पानी खान आएको साथीहरू पानी चाहिँ खाना खाँदिनँ यहाँको पिउ इनारको पानी अनि के भन्छ अरे भात चाहिँ धुन आएको कि लास्टै घाम चर्के साथीहरू 10 बजीतिर नि भक्का लाग्ने थोरै छैन हौ अझै गर्नलाई ल 3-4 गठा साथीहरू देख्छौँ साथीहरू त्यो सबै यहाँदेखि यहाँसम्म यता पनि
यहाँ यत्रो छ यता यत्रो छ रोपे जम्मा यति आदि यतालाई धेरै भयो 3 जना गाउँमा आफै धेरै भयो अरूलाई चाहिन्छ भने लिन आउनु त्यहाँ त्यसले साइकलको त्यो बाटो बनाइरहेको कसरी भन्दा यसरी सिनेमेटिक फोटो साथीहरू घरतिर जान लाग्यो लास्टै भोक लाग्यो 11 बजिसक्यो कस्तो आयो फोटो कारण कहाँ आयो आफ्नो कर्नर हेर्नु यहाँ के हो तेरो ठुलो हेर कालो हेर्नु कालो यति राम्रो छ त्यस्तो सेतो भएको अरे होइन के चाहिँ उतो गऱ्यो भने त कति गराएको भनेर यति धेरै खुसी भयो कि उफ्रिँदै देखा साथीहरू भात खाएर आएर त्यहाँ पुगेको अवस्था अझै त्यत्रो बाँकी हो उहाँ कहिले भ्याउने हो थाहा छैन यहाँ यति शीतल हो साथीहरू अम्मा त्यहाँ यस्तो घाम छ कि हावा पनि चलिरहेको तर भएन यस्तो उतो त्यही माथि साथीहरू सधैँ छैन सधैँ भने लास्टै गाह्रो हुने यहाँ हामी त साथीहरू हात ओ माई गड पुरा रातो भएर उठोले मजाको पुरा सफा बनाउनु चाहिँ पढाएर अन्त बाहिर घाम चर्केको हेर बिहान आउँदै शीतल थियो अहिले घाम चर्केर कस्तो भएको के सुधारहरू भयो भ्लग बनाउँछु भने त बिर्सेछु चटपटे खाएर सुरुमा चटपटे खाएको साथीहरू होइन बाटामा लिएर बस्नु यसमै बोकेर आएको पर्ने भयो क्या साथीहरू पानी लगिन्थ्यो कि अब यति अलिकति छ के को अलिकति हुनु त्यत्रो खै कतिखेर भ्याउनु साथीहरू बरु शीतल भयो सो साथीहरू काम पनि गरेर भइसक्यो मैले यतिखेर राति स्टार्ट गरेको किनभने थाहा होला आउँदै रह किनकि मेरो मोबाइलको त्यो फ्ल्यासलाइट यस्तो मधुरो बल्छ के गरौँ मधुरो बल्छ त्यही भएर देखिँदैन कि राति राम्रोसँगले अनि काम भए साथीहरू त्यति गरेर भइसक्यो मैले बनाउँछु भनेको पछि खाएपछि बनाउनु बिर्सेको कि के गर्न केही नै गरेको छैन अनि बिर्सिँदै कि अनि त्यही भएर अहिले बनाइहालेको छु साथीहरू लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला म यो भिडियो यहाँ गर्न चाहन्छु बाइ बाइ साथीहरू कस्तो आयो थाहा